नमस्ते, के गर्दै हुनुहुन्छ? बसिएको छु यस्तै बाँदर कुरिएको छु बाँदर कुरेर बसिएको छु ए हो र। हो अनि एउटा कुरा मैले जहिले पनि यहाँ आउँदाखेरि हजुर जहिले पनि यहाँ धेरै जस्तो समय हजुरले यहीँ बिताइरहनुहुन्छ कि यो सबै यो के भन्छ बारी भन्छ खेत भन्छ यसलाई? खेत हो खेतहरू यसरी डुबिन डाँडा कुरे खेत। डुबिन डाँडा खेत यसरी कुरेर बस्नुहुन्छ बाँदरलाई होइन? हजुर अनि यो सबै हजुरकै हो अनि यसमा हजुरलाई रमाइलो लागिरहेको छ त? अब रमाइलो त लागिरहेछ आफ्नो खेती गर्नै पर्यो के नगरी भएन। हजुर अब सरकारले केही बाँदरहरूको निमन्त्रणा गरिदिए बसेर खान हुन्थ्यो कि विदेशमा जान भन्दा यही दुःख गरेर खाम भनेर आफ्नो नेपालको माटो आफैले किसान गरेर खाम भनेर आँटेको के बाँदरले सुख दिएन। अब बिहान खान पाइँदैन, हजुर आयो मकै बचाउन सकिँदैन, सरकारले केही निमन्त्रणा केही यो गर्दैन, केही कुर्ने व्यवस्था गरिदियो हुन्थ्यो। विदेश जान नचाहेर केही गर्छु भनेर हजुरले कोसिस गर्नुभएको छ। कोसिस गर्न खोज्दै पनि यहाँ बाँदरले गर्दाखेरि चाहिँ हजुरले जुन खेती गरेको त्यो राम्रो हुन सकेको र खान पनि मुस्किल भएको छ र यही बाँदरले धपाएर बस्नु भएको छ र सरकारसँग हजुरलाई यो एउटा गुजारिस छ कि केही यसको लागि केही उपाय गरिदियोस् भन्ने छ? गरिदियोस् भन्ने छ, अति छ। केही उपाय केही पड्काउने साधन डराउने तर्साउने केही दिनलाई ठाउँमा बाँदर लागेको जग्गामा सबैले गर किसानलाई भनिदिए किसान धेरै खुसी हुने थिए। सरकारले केही चासै नलिने, केही जो नगर्ने, खालि अर्थमा खर्च गरिएको छ। जे होस् किसानलाई दुःख के छ भन्ने यो थाहा पाएकै छैन सरकारले। त्यसो भएर हामीलाई सरकार विरोध गर्नुपर्ने यही छ अर्थ। अरू सबै ठिकै छ त्यसले? अरू सबै ठिकै छ। अनि अरूको पनि त होला नि यो सबै होइन? अरूको पनि छ। अनि हजुर मात्रै? अरूले हेर्दै यहाँ थोरै छ भन्छन्। सबै हजुरलाई बेचेर गयो क्या? दाजुभाइले त सबै मलाई बेचेर गए हो। हजुरलाई जान मन लाग्दैन उता सहर? मलाई जान मन त अब लाग्दो हो त नि। पहिला आफ्नो खेत किसान गरौँ भनेर लिइहालियो। अरू दाजुभाइ गएर सबै ठाउँमा बसेका छन्, चैनमैन गरेका छन्। मलाई यहाँ दुःख छ, यही रमा आछु भन्नु पर्यो। बिहान उठो यहीँ, बेलुकी उठो मकै छरेर त बिहानदेखिको बेलुकासम्म नबसी त एउटा पुड्कै स्याहार नै पाइएन। त्यसै सरकारसँग चाहिँ हजुरले यो बाँदर धपाउने एउटा कुनै पनि एउटा माध्यम बनाओस् मैले आशा राखेको छु कि सरकारमा पनि जाहेर अब संसारै जस्तो बाँदर त छ, तर यहाँ धराउँदी जस्तो बाँदर ल्याउने जग्गा ठाउँमा छैन है। यो धराउँदी सन्तोकालाई जातविधि आपत छ। अझ भयो भने धराउँदी खेत त बस्न खानै छैन। तर सरकारले केही थाहै गरेको छैन। उहीँ सरकारमा बसेको छ, के भएको छ र उसलाई सन्चै छ, त्यस्तै छ। अनि फेरि हजुरले यस्तो बाँदर लाग्छ भने यो साइडतिरको हजुरले किन किन्नुभयो त हजुरले? यो आफ्नो जग्गामा अगेर नकिनेर गार्नेहरू पहिला अन्त ठुल्ठुलो लिन सकिएन, दाजुभाइले छोडिहाले, तिनीहरूलाई दियो दाम हुनहरू त गरेर लिए, आफू यहीँ